नमस्कार साथीहरू, के तपाईले कहिल्यै क्यानाडामा बसोबास गर्ने र काम गर्ने सपना देख्नु भएको छ? त्यो पनि बिना शुल्क, बिना झन्झट र बिना एजेन्ट? यदि छ भने यो भिडियो तपाईहरुको लागि हुन सक्छ। कृपया च्यानललाई सब्स्क्राइब गरेर यो भिडियो फुल वाच गर्नुहोला। यसमा म तपाईलाई एउटा त्यस्तो अवसरको बारेमा जानकारी दिँदै छु जुन हजुरले बिना शुल्क, बिना एजेन्ट र बिना झन्झट क्यानाडाको स्थायी बसोबास अर्थात पीआर लिन सक्नुहुन्छ, त्यो पनि नेपालबाट नै। अब ढिला नगरिकन भिडियो सुरु गर्न जाँदैछु साथीहरू। म तपाईहरुलाई आज बताउन लागिरहेको चाहिँ क्यानाडा सरकारद्वारा सञ्चालित एउटा यस्तो प्रोग्राम हो जसलाई चाहिँ आरसीआईपी भनेर क्यानाडा सरकारले नाम दिएको छ। त्यो भनेको चाहिँ रुरल कम्युनिटी इमिग्रेसन पाइलट प्रोग्राम हो। यो अर्थात यसमा चाहिँ कसरी काम हुन्छ भन्ने कुरा पहिला बुझौँ है त। आरसीआईपी भनेको चाहिँ ग्रामीण समुदाय आप्रवासन पाइलट कार्यक्रम हो। यसले चाहिँ तपाईलाई सिधै पीआर को अवसर दिन्छ। ग्रामीण समुदाय कार्यक्रम चाहिँ क्यानाडाका ग्रामीण र दूरदराजका क्षेत्रहरूमा योग्य विदेशी नागरिकहरूलाई आकर्षित गरी त्यहाँको श्रम अभावलाई सम्बोधन गर्नको लागि यो कार्यक्रम ल्याइएको हो। यो कार्यक्रमले चाहिँ अहिलेसम्म चाहिँ 14 वटा समुदाय विभिन्न प्रदेशमा, क्यानाडाका विभिन्न प्रदेशमा 14 वटा समुदायमा सिपयुक्त आप्रवासीहरूलाई स्थायी बसोबासको निम्ति अवसर प्रदान गर्दछ। यो चाहिँ विशेष गरी यो कार्यक्रम रोजगारदाता मोडलमा आधारित छ। अर्थात् पहिला हजुरले रोजगारदाताहरूसँगबाट आफ्नो रोजगारी सुरक्षित गर्नुपर्ने हुन्छ, त्यसपछि फर्दर प्रोसेसहरू हुन्छ। यसमा चाहिँ सहभागी समुदायहरूमा आफ्नो श्रम बजारको आवश्यकता अनुसार विदेशी कामदारहरू छनौट गर्नको लागि रोजगारदातालाई अवसर दिइन्छ। अनि त्यस्तो क्षेत्रमा जुन क्षेत्रमा चाहिँ उहाँहरूको माग छ त्यसमा हजुरहरूले एप्लाई गर्न सक्नुहुन्छ। यसमा के गरी काम हुन्छ भन्ने कुरा र योग्यता मापदण्डको कुराहरू म थोरै हजुरहरूलाई जानकारी गराउन गइरहेको छु। आरसीआईपी कार्यक्रममा निवेदन दिनको लागि चाहिँ तपाईले पहिलो कुरा भनेको यसमा 4 वटा मापदण्डहरू छन्। पहिलो चाहिँ त्यही 3 वटा मापदण्ड छन्। यसमा चाहिँ पहिलो भनेको हजुरले त्यो तोकिएको समुदायबाट एउटा रोजगारी अर्थात् जब अफर चाहिँ प्राप्त गर्नुपर्ने हुन्छ। हजुरले कुनै पनि क्षेत्रमा हुन सक्छ, त्यो जब अफर उहाँहरूसँग लिनुपर्ने हुन्छ। त्यसै गरी दोस्रो भनेको चाहिँ तपाईले काम गर्ने क्षेत्र चाहिँ त्यो समुदायमा माग भएको हो। अर्थात् तपाईले जुन काम गर्नुहुन्छ त्यो चाहिँ त्यो समुदायमा माग हुनु पर्यो। त्यो चाहिँ र स्थायी बसोबास हजुरले त्यही समुदायमा गर्ने चाहिँ इच्छा व्यक्त गर्नुपर्ने हुन्छ। तेस्रो, जब तपाईसँग जब अफर पनि छ, तपाईँ म त्यहाँ बस्छु भनेर उहाँहरूलाई भनि पनि सक्नुभयो भने तेस्रो चाहिँ हजुरले अब त्यहाँको स्थानीय निकाय, त्यो डेभलपमेन्ट सेन्टर, इम्प्लोइमेन्ट एन्ड डेभलपमेन्ट सेन्टरहरू हुन्छ हरेक प्रदेशमा, हरेक समुदायमा, त्यहाँबाट चाहिँ एउटा सिफारिस पत्र प्राप्त गर्नुपर्छ। हाम्रो वडा कार्यालय, नगरपालिका को रोजगार शाखा त्यस्तो भनेर त्यहीबाट एउटा सिफारिस पत्र प्राप्त गर्नुपर्छ। यी सबै कुराहरू भइसकेपछि हजुरहरूले चाहिँ आईआरसीसी अर्थात् इमिग्रेसन, रिफ्युजी एन्ड सिटिजनशिप अफ क्यानाडा, हजुरहरू अलिकति यो समयमा परिचित हुनुहुन्छ कोही भिजा प्रोसेसमा भने हजुरलाई अलरेडी थाहा छ आईआरसीसी भन्नाले। त्यसमा चाहिँ गएर हजुरले निवेदन दिनुपर्ने हुन्छ। त्यो निवेदन चाहिँ सिधै हजुरहरूले पर्मानेन्ट रेसिडेन्स अर्थात् पीआर को लागि हुन्छ। त्यो पनि नेपालबाट बिना कुनै शुल्क, बिना कुनै झन्झट, एजेन्टलाई केही पनि नतिरिकन हजुरले मात्र पीआर को लागि सरकारलाई लाग्ने फी समथिङ $1200 तिरेर एप्लाई गर्न सक्नुहुन्छ र सपरिवार नेपालबाट पीआर लिएर बिना झन्झट क्यानाडा जान सक्नुहुन्छ। यसमा सहभागी चाहिँ 12 वटा, अहिलेसम्म चाहिँ 14 वटा समुदायहरू छन्। जनवरी 2025 मा आईआरसीसीले प्रकाशन गरेको लिस्ट अनुसार त्यसमा चाहिँ हजुरलाई म जानकारीको लागि नामहरू भन्दैछु। यो नामबाट चाहिँ हजुरले गएर गुगलमा पनि खोजेर हेर्न सक्नुहुन्छ। मैले भनेको कुरा न झुटो हो कि यसले भ्युजको लागि मात्रै भिडियो बनायो कि भन्ने हुन सक्छ हजुरहरूलाई। हजुरले गएर गुगलमा गएर खोजेर हेर्नु होला। पहिलो छ नोभा स्कोसिया प्रदेशको पिक्टो काउन्टी भन्ने समुदाय छ। त्यसै गरी ओन्टारियोको नर्थ बे, सडबरी, टिमिन्स, साउथ सेन्ट मेरी र थन्डर बे छन्। त्यसै गरी मनिटोबामा इस्टर्नब्याक, अल्टोना, राइनल्यान्ड र ब्रान्डन छन्। त्यसै गरी सास्काचेवनमा मुजाफ छ, अल्बर्टामा क्लारेसोल्म छ, ब्रिटिस कोलम्बियामा वेस्ट कुटन, नर्थ ओगानागन, सुसाप र पिसलियर छन्। यी समुदायहरूमा चाहिँ हजुरहरूले कुन कुन कामहरू उपलब्ध छन् र को इम्प्लोयरहरू चाहिँ इलिजिबल छन् भनेर गएर उनीहरूको वेबसाइट खोजेर पनि हेर्न सक्नुहुन्छ।
अब यसमा कसरी आवेदन दिने त भन्ने कुरा चाहिँ मुख्य गरी 4 चरणमा विभाजित गरेर म हजुरलाई बुझाउन जाँदैछु। पहिलो कुरा चाहिँ हजुरहरूले आफ्नो योग्यता चेक गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ आईआरसीसी इमिग्रेसन रिफ्युज एन्ड सिटिजनशिप क्यानाडाको वेबसाइटमा जानुहोस् अनि त्यहाँ गएर आरसीआईपी कार्यक्रमको योग्यता मापदण्डहरू भनेर हेर्नुहोस्। त्यसमा हजुरहरूले बुझ्नुहुनेछ। यदि हजुरहरू योग्य हुनुहुन्छ भने त्यसपछि दोस्रो चरणमा गएर चाहिँ हजुरहरूले रोजगारी प्राप्त गर्नुपर्ने हुन्छ। रोजगारीको लागि आरसीआईपी जुन समुदायमा लागू भएको छ त्यसबाट चाहिँ एउटा कुनै रोजगारदाताबाट हजुरले जब अफर प्राप्त गर्नु पर्यो। त्यसपछि चाहिँ समुदायको सिफारिस लिनुपर्ने हुन्छ। अघि भने जस्तै त्यो डेभलपमेन्ट सेन्टरबाट हजुरले एउटा सिफारिस लिनु पर्यो। अनि अन्तिम चरण भनेको चाहिँ हजुरले आईआरसीसीमा स्थायी बसोबासको लागि एप्लिकेसन दिनुपर्छ। त्यो पनि अनलाइन घरै बसेर हजुरले त्यही फी ब्याङ्कबाट तिर्न मिल्छ, नेपालको जुनसुकै ब्याङ्कबाट पनि तिर्न मिल्छ। त्यो तिरेर एप्लिकेसन गर्नुपर्ने हुन्छ र सर्टेन अवधिपछि हजुरको एप्लिकेसन प्रोसेस भएर आउँछ र हजुरको पिआर भएर आउँछ र सपरिवार हजुर क्यानाडा जान सक्नुहुन्छ। अब यसमा आरसीआईपी क्यानाडा कार्यक्रमले गर्न खोजेको कुरा चाहिँ ग्रामीण र दूरदराजका क्षेत्रहरूमा सिपयुक्त व्यक्तिहरूलाई स्थायी बसोबासको लागि पिआर प्रदान गर्ने अनि सामाजिक आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। हजुरहरूलाई यसबारेमा डिटेल जानकारी लिन मन लाग्छ भने आईआरसीसी क्यानाडाको आधिकारिक वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ। अथवा स्पेसिफिक कुनै पनि समुदायको मात्र हेर्छु भन्ने जस्तो लाग्छ भन्नुहुन्छ भने उनीहरूकोमा गएर हेर्नु सक्नुहुन्छ। जस्तै म हजुरलाई जानकारीको लागि एउटा वेबसाइट भनिदिन गइरहेको छु। ओन्टारियोको नर्थ वेस्ट समुदायको हजुरले आरसीआईपी कार्यक्रमको बारेमा हेर्न चाहनुहुन्छ भने nbrcip.ca मा गएर हेर्न सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ एकदमै महत्त्वपूर्ण छ साथीहरू। यदि हजुरहरूलाई अझै डिटेल्समा बुझ्न मन छ, यसमा एप्लाई गर्ने प्रोसेसको बारेमा जान्न मन छ, के गर्ने कसो गर्ने भन्ने लाग्छ भनेदेखि चाहिँ हजुरले एउटा कमेन्ट छोडिदिनु होला। म अर्को भिडियो हजुरहरूले छोड्नु भएको कमेन्टको आधारमा बनाउने छु। यदि हजुरहरूलाई मेरो यस्तै भिडियो हेर्न मनपर्छ, थप जानकारी दिन मनपर्छ भने मेरो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नु होला। हस्त, धन्यवाद, शुभ दिन।